Hello everyone, namaste, welcome to my YouTube channel. आज चाहिँ हामी फेरि बेस्ट फ्रेन्ड बधाई हामी तीनजना फेरि पनि अर्को मुकबाङ भिडियो लिएर आएको छौं। आज चाहिँ हामीसँग के छ भन्दाखेरि भन्देऊ गाइजहरु चाउमिन स्पेशली मेड बाइ तामाङ लिमिङमा आफैले बनाएको चाउमिन पिज्जा देखाइहालौँ न। यस्तो पिज्जा चाहिँ डोमिनोजको है यसले हैन, पिज्जा चाहिँ डोमिनोजको हैन गाइजहरु। त्यसपछि चाउमिन भयो, त्यसपछि यो चिकन होल चिकन यो पनि तपाईहरुले हेर्न सक्नुहुन्छ। अनि त्यसपछि अर्को छ हामीसँग क्रन्ची फ्राइड चिकन, त्यो पनि देख्न सक्नुहुन्छ नि। कोक छ एन्ड फ्रेन्च फ्राई। ओ सेट माइनस ल्याउनै बिर्सेछु, तर पनि ठिकै छ, केही छैन, हामी यसरी खान्छ नि। जहिले कोक त प्यारै हो, यता त दिनै सकेछ सुरु नगरे पनि। माइनस खाने हो म ल्याइदिन्छु नि। हो ल जा कुदेर लिएर आइहाल। बेस्ट फ्रेन्डले ल्याइदिनु भएको छ, माइनस पनि आइसकेको छ। ल अब चाहिँ माइनस हाल्दै हामी सुरु गर्छौँ है साथीहरु, ढिलै नगरिकन। ल खाए पिज्जाबाट सुरु गर्छु है। म त चाउमिनबाट गर्छु। यो चाहिँ चाउमिनबाट गर्छु। चाउमिन चाहिँ मैले रिक्वेस्ट गरेर बनाएको, काट्नु पर्ने रहेछ। ल है डिस्टर्ब गरे जस्तो छ, कस्तो घुरघुर गरेर हेर्छ है साथीहरु। हैन के यहाँ हेर्न कहाँ हाल्दिएको माइनस पनि। ल खोइ म पनि के गर्नु यिनीहरु दुईजनाले पिज्जा खायो, अहिले यो खायो, म चाहिँ फ्राई चिकनबाट सुरु गर्छु। ल खाए ल साथीहरु। यो बुलडगको पिरो दलेर यसलाई अप्ठ्यारो भयो जस्तो लाग्यो। एउटा प्लेट लिएर यसरी उयो गर्दा खाँदा हुन्थ्यो क्या। चाउमिन चाहिँ स्पाइसी बनाउँछु हो। मलाई यस्तो चाउमिन खानु मन छ, यस्तो चाउमिन खानु मन छ। र चाहिँ म इग्नोर गर्छु, नि मलाई यस्तो मन पर्छ यो लास्टको चाहिँ। मलाई पनि त पिज्जाको एउटा स्लाइस। एकछिन म अगाडि चाउमिन खान्छु। त्यो डेन्जर भोक लागिरहेको थियो, हामीले केही नि खाएको थिएन है बिहान। अलिअलि ब्रेकफास्ट गरेको थियो। चाउमिन त गजब भएछ, गजब। मेरो फुपूले गजब बनाएछ। कस्तो मिठो बनाएछ। पिज्जाको डाइरेक्ट देऊ न। पिज्जा हातमा के छ? हातमा जादु जादु। त्यसरी तारिफ नगर्दासम्म त हामीलाई त बस्नै दिँदैन पो। यस्तो क्या साथीहरु, चिकन मिठो भएछ है रे, मैले नबनाइ मिठो हुन्छ त। कस्तो मिठो बनाएछ भन्नु त कहाँ हो त। चिकन मिठो डाइरेक्ट मिठो आउँछ क्या। भएर आए के त्यो अलि राम्रोसँग कट भएन। म पनि क्रिस्पी चिकन खान्छु। भाले भाले ओ माय गॉड ठुलो वाला। अनि यो हट्टीमा राखौँ। मान्छेमा चाहिँ हामीहरू भन्दा सानो हो नि फेरि। हट्टी चाहिँ त मुन्तिर राखेर गाइजहरु। नाउ आई विल ट्राई चाउमिन। लास्टै स्पाइसी छ होइन, मैले 1 बाइट हेरेको थियो। स्पाइसी छ। है स्पाइसी सँगसँगै आम्मा हो। चम्चा मैले दुईटा मात्रै ल्याइदिएको थिएँ र। तिनवटा खानु यहाँ, मैले यहाँ दुईटा युज गरिरहेको छु। मैले यो पिज्जा किन स्लाइस स्लाइसमा नआएको स्लाइस मेरो भदाइ नि फुपूलाई निकालिदिन्छौ। भदाइ नि हेर्नु त यहाँ यत्रो खाँदैछु। लेट मी कट दिस के। त्यसो भए अलिकति चिसो भयो जस्तो छ क्या साथीहरु। अब किन्नु गयो नि त हामी है आउँदा के गर्दाखेरि लिटल बिट लाइक भाइ पनि त कस्तो मकै मिसाएको मलाई। खाए ल साथीहरु। मलाई न चिकन मेरो अगाडि राखेर अर्को चिकन डल्ले चिकन। हामीले त मैले चाहिँ के भनेको थिएँ भने यसलाई एक दिन एक्लै बस यो चिकन एक्लै खा भनेको, तर उसलाई त हामी नै चाहिने रे। अहिले त त्यसो खानेकुरा राखेर कहाँ खान सक्नु अनि।
बोल्दै नबोलेर ल्याम ल्याम I want tissue. अहिले सबैले कोक पनि खाइदिएको है म त कोक खायो भने त होइन सुत्तिन लाग्यो कस्तो भएर मैले सुरुमै खाइदिएको अनि अलिकति डरेको भाइब्स आएछ तै पनि इट्स ओके नो प्रब्लम मलाई चाहिँ चिकनहरूमा चाहिँ यस्तै क्रन्ची मिठो लाग्छ क्या चिकन चाहिँ दुईवटा एउटै ठाउँबाट ल्याएको है म होल चिकन एक बाइट दिउँ त होल चिकनलाई यता गर्नु फेरि ल हटा You can take ट्रान्सफर गर्दा नि हुन्छ त्यो चाउमिन हान्ने कुनको त चाउमिन हाल्ने थियो यो चाउमिन रामेनहरू त कहाँबाट सुरु गर्नु यसलाई भयो चाउमिन चाहिँ कस्तो खानु मन लाग्यो भनिरहेको थियो क्या अनि ल नि त म बनाइदिन्छु नि त मेरो बेस्ट फ्रेन्डलाई भनेर गाली नखाने काम आफैले गर्छ नर्मल्ली बोल भन्दैछु अनि त्यो पिज्जा छ त्यो डाँडा पाले कसले पुलाएको म हो हाउ इज इट गुड सरी अट्क्यो लेग पिस साथीहरू Oh my god खाए ल खाए मलाई हल्का छाला मन पर्दैन त्यसैले बिग बाइट आज चाउमिन पिज्जा चिकनको अगाडि कोही फ्रेन्च फ्राई लभरहरूले फ्रेन्च फ्राईलाई ध्यानै दिएको छैन अरू बेला भइदिएर सकाइसक्यो हुन्थ्यो फर्स्टमै आइनु म हिँडिरहेको छु अहिले मलाई पनि आउनु पाएको जस्तो जस्तो त यताको साइडको म खानामा बिजी छु हातै खाइदिएर त्यो मिम्स हुने क्या यो यस्तो लुगामा चाहिँ नछ त्यही हो ओहो स्टाइलको आयो त अलरेडी हड्डी निकालेकै आयो फेरि पिरो खाउँ लाग्यो क्या फेरि किनकि सबै ओइली छ नि त साथीहरू मलाई पनि चाउमिन चाहिँ मिठो आयो त्यही भएर यो चाउमिन बिचमा राख न बेटा I love French fry. I love it. चाउमिन त च्वा म पनि यो छाडा चाहिँ नखाने अब यो त फेरि यत्तिकै त भन्दा त यसमा चोपाल त त्यसमा चोपालेर मिठो मलाई पनि फ्रेन्च फ्राई दिनु त राख्दै त हड्डी मात्रै छ के हुन्छ साथीहरू यता र उता छ क्या भुइँ मलाई चाहिने फल त उ त्यो मैले छ हौ रोक ल साथीहरू नो आई वान्ट फ्रेन्च फ्राई त्यो यता साट्दैछु त्यो त फेरि तर फेरि म त फेरि त्यतै पुग्नुपर्छ नि त्यो पिरोको लागि त पिरो तैँले चम्चामा दिनु त फ्रेन्च फ्राई आके म चाहिँ फेरि हड्डी लभर होइन ल गाइस म चाहिँ फल लभर हो चाउमिनै खानु मन लाग्यो बनाइदियो हामी फेरि एकदम पेटन होइन
कैसा है होल चिकन? अच्छा पिरो बिना चाहिँ पिरो बिना त 50 नै हुन्छ। हाम्रो त्यो होइन नि त। त्यो भित्र मसला पुग्या हुँदैन नि त। सो ओके अब को खाएपछि फेरि मलाई हुँदै आउँछ भनेको को खाएपछिको आनन्द भनेको फेरि छुट्टै हो है। पिज्जा लभर त कोही छैन है। पिज्जा लभर बर्गर चाहिँ मनपर्छ मलाई पिज्जा भन्दा चाहिँ फेरि। तर एक फेर त मलाई कहिलेकाहीँ चाहिँ क्रेभिङ हुन्छ खाउँ लाग्छ। मलाई नि एउटा दिन त पिज्जा त्यही अगाडि बखा न अम्मै अम्मै पेट चुटाली बस्नुको चाहिँ झ्याउ लाग्ने। तर यो पिज्जा मिठो छ है। तातो तातोमा भने बप्पा मलाई कोक हाल्दैन बरु। मिठो लाग्यो म पिज्जा लभर नभएर के हो खै मलाई त साथीहरू खोलेकै छ त। खोलिन सक्यो अब खोलेकै हो केही हुँदैन म अहिले खान्छु। तर पिज्जा मिठो चाहिँ छ। मिठो चाहिँ छ। उहाँले खानु लिम्स अलरेडी धन्यवाद। चिकन त डल्लै डल्लो भएर बसेछ त। अब माइलो अगाउँदै आएपछि चाहिँ यस्तो हुँदो रहेछ क्या। अघि त चुपचाप मैले त दिएँ नि। मलाई फेरि यस्तो खालको चिकन चाहिँ मनपर्छ के। मलाई लास्टै मनपर्छ। अच्छा हाम्रो नेपालको पिरो अचारसँग अन्त पिज्जा मन चाहिँ पर्छ फेरि त्यो यस्तोवाला बाक्लो भन्दा नि त्यो पातलोवाला हुन्छ नि त्यो चाहिँ बाक्लो त मलाई त ल्याङ लाग्छ। मिठो चाहिँ तर त्यो मोमोहरू खानु मन लाग्यो मासु भात खानु मन लाग्यो भने जस्तो चाहिँ हुँदैन। कहिलेकाहीँ ठिकै हो। पहिला नेपालमा हुँदा अब साथीभाइहरू जाँदा खाउँ यस्तो चाहिँ हुन्थ्यो। त्यो क्रेभिङै चाहिँ हुँदैन। क्रेभिङै चाहिँ हुँदैन है। मलाई फेरि योचोटि चाउमिनको कस्तो क्रेभिङ भएको है। मैले यसलाई हिजोदेखि दिमाग चाटे थियो। मलाई चाहिँ मोमोको भएको। हामीले मोमो चाहिँ हिजै खाएँ। बेलुका के खाने हानेर ल्यापटपमा मोमो थेन्दुकबाट मोमो पुग्यो कि। मलाई थेन्दुक यस्तो खानु मन थिएन। मोमै बेसी खानु मन थियो कि। वेदर चाहिँ थेन्दुक खाने खालकै थियो। तर हामीले मोमो नै सुप मोमो खायौँ नि त। तातो झोल खाएको यिनी हो साथीहरू। क्यामेरा पनि म चाहिँ मोमो चाहिँ कहिलेकाहीँ चाहिँ हप्तामा 2 दिन खान्छु ल है। मोमो कसले मन पर्दैन।
साथीहरु तपाईहरुले एउटा कुरा सुनौ तपाईहरुले हाम्रो भिडियो हेर्दिनु हुँदैन के भनिदिएको हेर्दिनु पर्यो के साथीहरु हेर्दिनु पर्यो साथीहरु तपाईलाई एउटा कुरा भन्छु ल माइन्ड नगर्नु भिडियो हेर्नु भनेको बुझ्दैन तिमीहरु दुई जन चाहिँ घरौदै मात्र बस्छ म त दिन्छ आउँदै गएपछि चाहिँ घरमा यस्तो हुन्छ रहेछ आजकल म जस्तो अगाडि चाउमिन एउटालाई हेरेको हेरेर तिमीहरु दुई जनाले मैले बनाएर खानेको कुरा खानु पाउँदा कतिको खुसी लाग्छ यताबाट हेर्दा नि चाउमिन लास्टै खुसी लाग्छ यताबाट हेर्दा नि चाउमिनै छ लास्टै खुसी लाग्छ साथीहरु अस्तिको हप्ता चाहिँ उनीहरु दुई जनाले मैले तपाईलाई अफ क्यामेरा नि भनेको थिएँ नि मैले चाहिँ तपाईको हातको खाना चाहिँ सम्झिन्थ्यो भनेर यु नो द्याट होइन होइन तर अस्ति दुई जनाले मलाई एक दिन खाना बनाएर बेडमै सर्भिस गरेको त्यो त्यसपछि त यति सुन्यो कि कम त कस्तो गर्यो मलाई तिमीहरु दुई जनाले के कुरामा हामीले कहाँ गरे तपाई हो बाहिर जाने भने पानी परेको बेला बाहिर जाने पानीमा त्यस्तो पानीमा भिजेर जान्छ पानी परिरहेछ यस्तो चिसो छ है तिमीहरु दुई जना मैले पकाइदिएर कचकच कहिले गर्दैन फेरि मैले गर्छ तिमीहरुले हामीले पकाएर दियो भनेर कचकच गरे हामीले चाहिँ पकाएर दियो भनेर चाहिँ बेडमै ल्याइदिँदा पनि सबै गरिदिँदा पनि के अब कुन कुराको उयो हो तर जोड्ने चाहिँ पकाएर सबै खुवाएर जोड्ने चाहिँ उयो मैले त जोडे हैन त्यो चाहिँ बित्ता बित्ता पनि यसले दिइरहेको थिएँ हैन यसले अनुपर राइट कुरामा त मैले त दिन्छ अनि राइट कुरा त थियो नि हैन बनाएर झन् दियो झन् कचकच कचकच बाहिर जाम भन्छ पानीमा साथीहरु चिसोमा पानी लास्टै धरको पानी एकचोटि त्यहाँ 1 मिनेट उक्यो भने सबै लुगा खराब त्यस्तो पानीमा जम्रे त्यस्तो जाडोमा जाडोमा त लिएरै छाड्यो राक्षस नि लिएरै छाड्यो गएर केएफसी किनेर खाए नि के गर्नु केएफसी खाए त मात्रै मेरो मुठो हुन्छ भने मैले लगेको नि केएफसी खायो भने मात्र ठिक हुने रहेछ भनेर मैले लगेको भरे त त्यही पो रहेछ क्या हैन पछि त्यही भएर त ठिक भयो नि पछि त यस्तो गाली पनि बिचारले त्यो दिन त अति खायो खान्छ कुनै कुनै आज पनि खायो ल आज पनि खायो तर त्यति बेला त त्यो तेरै त्यो हुन त तेरै गल्ती गर्छ र नि गाली नखाएर के पूजा गर्नु ठिकै छ फेरि अनुपालमा मात्रै चाहिने कुरामा उसले काम बिगारेकोमा मात्रै गर्छ है लाटो कोसरी जस्तो म पनि नचाहिने मात्रै गर्दैन लाटो कोसरी जस्तो एउटा कुरा हतार गरेर वाक्क चिक्क लगाउँछ यस्तै भन्छ अब थिङ्किङ अब गएपछि आउँछ त अनि के गर्नु त सक्यो अब त्यो पुरै सक्यो अब त पुग्यो साथीहरु आउनु खानु जति भन्दै क्या चाउमिन पनि छ फ्रेन्च फ्राई छ होल चिकन त के अचम्मको भयो त गाँठे कस्तो खतरा थियो अगाडि खानु त छ यहाँनिर यी मासु यही छ फेरि चाउमिन माथि यस्तो कुरामा गाली खान्छ अनि यसलाई नकाएर यसको ससुरालाई खानु अब चाहिँ होल चिकन पनि पुगे जस्तो लाग्यो हामीले चाहिँ हिजो 3 चोटि खायो है मैले त खाएँ नि एउटा लेग पिस त होल होइन क्या टोटलमा भनेको क्या यो फर्स्ट टाइम यो होल चिकन खाएको चाहिँ होइन हामीले पहिला नि खाएको होलै थियो मलाई चाहिँ पुग्यो ल गाइजहरु मलाई पनि पुग्यो यो दुईटा खान्छु मलाई पनि पुग्यो म पनि यो फ्रेन्च फ्राई खान्छु पुगेको मलाई नि पुग्यो एउटा फ्रेन्च फ्राई त खान्छु एक बाइट हान्छु ल अब पिज्जा पनि बस्यो कहिले खानु सक्ने त्यो रुङमाङको बुढी के अरे बिन्दुली दिदी सिस्टरले भने जस्तै क्या म चाहिँ खानु नसक्ने मुखबाङ्गर है साथीहरू भन्ने जस्तैमै भएको छ हामी पनि राख्नु त राख्छु तर खानु सकिरहेको छैन भनौँ न है भोक त लागेको थियो यसको कुरा सुन्यो भने त्यस्तै हुन्छ अब आजलाई हामी बिदा हुन्छौँ अनि अब नेक्स्ट भिडियोमा हामी फेरि आउँछौँ फेरि आउँछौँ तपाईहरुले लाइक शेयर सब्स्क्राइब कमेन्ट गर्नु चाहिँ प्लिज त्यसको लागि चाहिँ फेरि हामी सबैको छुट्टी मिल्नुपर्छ हामी फेरि छुट्टी मिल्ने बेलामा त भिडियो बनाउँछ है अरू बेला त बनाउँदैन छुट्टी मिल्ने बेला चाहिँ फेरि दिनमा 2 ता जति अहिले त हामी त घुम्नु जान्थ्यो तर पानी परेर
सानोतिनो पनि हामी मुकबाङ भिडियो बनाउँछौँ मेड्रिडको बट स्योर एक दिन चाहिँ हामी घुम्ने भ्लग चाहिँ आउँछ स्योर है ल त्यस्तै हो धेरै म चाहिँ स्योर छु तपाईहरु चाहिँ स्योर छ कि छैन छु ल अब म त भन्दा साथीहरु थाकिसक्यो कति घुम्नु जाऊ भन्नु कति घुम्नु गाइजहरु लभ यु अल बाइ बाइ